हेलो साथीहरू, आज म यो युगान सुन यल्सा खिम्याङ्गनमा हेलो साथीहरू, यो मेरो ठ्याक्कै पछाडि भएको स्मारक चाहिँ युगान सुनको स्मारक हो र यतापट्टि चाहिँ युगान सुन खिनेमगवान भनेर चाहिँ युगान सुन जन्मिएको घरकै आकारमा बनेको एउटा घर छ। ठ्याक्कै कहाँनिर जन्मेको हो भन्ने चाहिँ थाहा छैन मलाई, तैपनि यस्तै घरमा जन्मिएको। अनि एउटा महिला भएको र जापानिजहरूको विरुद्धमा आवाज उठाएको कारणले चाहिँ उहाँको नामलाई इतिहासको पानामा लेखिएको र त्यही ऐतिहासिक क्षणको स्मरण गराउनको लागि यही युगान सुन यल्सा खिनेमगवान भनेर चाहिँ स्थापना गरिएको भन्नेसम्म चाहिँ मैले जानेको भएर आज सानो छोटो यसो भिडियो बनाएर देखाउन मन लाग्यो। तपाईहरु पनि फुर्सद हुनुहुन्छ भने यहाँसम्म आएर हेरिदिनु होला। यो चाहिँ छनानको फ्योङछन भन्ने ठाउँमा छ। त्यहाँ फ्योङछन आएर युगान सुन यल्सा खिनेमगवान भनेपछि सबैले तपाईहरुलाई देखाइदिन्छन्। एकपटक आएर हेर्नु होला। धन्यवाद।